एकै दिनमा 1.5 लाख होइन होला हो यत्रो त कसरी नि अनि यत्रो डेली 15,000 ल्याउनुहुन्छ ए ए भनेपछि डेली त्यसो भने त 15-20 हजार लिएर आउनुहुन्छ ए त्यसो भने मलाई त 2,000 दिनु है टिप्स शुद्ध अयो अनि त्यत्रो 20,000 कमाउनु हुँदो रहेछ म त नि यत्रो जोग्रामा एक जेब्रा बोक्नु भएको छ गबाट म त कि पहिला हिँड्नु भयो कि भनेर नि अनि फेरि कसको नम्बर दर्ता गर्नु भएको छ एङ्गोमा चाहिँ र त बोयफ्रेन्डको हो कि के हो त्यही त कल गर्छु फेरि अर्कोजनाले उठाउँछ है अनि फेरि यत्रो एक जेब्रा कपडा बोकिराख्नु भएको छ अनि म त कि पहिला हिँड्नु भयो कि के हो भनेर नि गयो नि है विश्वासै पो लागेन त मलाई त हो र लाने मान्छे नि होला नि त 240 मिटरको लागि एङ्गो पुग्यो नि ब्रदर खतरा यार मलाई के फाइदा हुनु यार यसको त तर बोनस आउँदैन होला समथिङ मलाई लाग्छ 700 मिटर भन्दा मुनिको गऱ्यो भने बोनस आउँदैन क्या 240 मिटर र 700 मिटर कहाँ मिल्यो त मिलेन नि यार यस्तो यहाँ हेर्छु वारिपारिको छ लोकेसन म त रङ राखेको हो कि जस्तो लागिरहेको थियो क्या ठ्याक्कै हेरेको 240 मिटर मात्रै छ नि त अनि यही पुलपारी त हो नि त स्कुल होइन र कलेज अलिक पछाडि यता र त पुग्नु परेन यतै हो र त म त प्यासेन्जर झुकिएर लगाइसक्यो भन्छ है फेरि यतै भन्नुहुन्छ ब्रदर म सक भइदिएर यति हिँड्दै जाँदा पनि 4 मिनटमा पुग्छ यार 4 मिनट पनि लाग्दैन 5 मिनट समथिङ लाग्छ यहाँबाट हिँड्दै जाँदा के पढ्दैछ ब्रदर अहिले अनि घर चाहिँ कता पर्यो ब्रदरको मेरो खोटाङ हो ब्रदर यार पूर्व यहीँ हो ब्रदर खतरा मान्छे हो क्या त यार 240 मिटरको लागि एङ्गो बुक ल वहीँ ब्रदर है 240 मिटरको लागि चाहिँ एङ्गो बुक गर्ने भर्खर थालिरहेको छु ब्रदर यार यसो गरिदिउँ भनेर अनलाइन हालिदिने हो ल ब्रदर स्क्यानर दिनु वाइफाईको रोकिनु कलेजको वाइफाई चल्छ होला मेरो खासमा 8 बजे हो क्या क्लास त्यही भएर अनि 8:41 भइसकेछ त अहिलेसम्म सुत्दिने अनि एटेन्डेन्स लाउन त आउनु भयो नि त दाइ सही ल हुन्छ थ्याङ्क यू ब्रदर ल ब्रदर ब्रदर खतराकै वारिपारि पनि एङ्गो पुगेर 240 मिटर रहेछ यसको बोनस आउँदैन गाइस मलाई भनिदिनु पऱ्यो 240 मिटर लिएको समथिङ 2 मिनट पनि लागेन होला यार वारिपारि मात्रै रहेछ ल हामी अब नेक्स्ट राइडको प्रतीक्षामा बस्यौँ है त गाइस हेलो एभ्रिवान वेलकम टु माई ब्लग है हजुरलाई स्वागत छ मेरो युट्युब च्यानल एनसी मोटो ब्लगमा चाहिँ अनि आज पनि म सधैँ चाहिँ
पठाविन राई भ्लग हान्नु निस्किसकिरहेको छु अनि मलाई चाहिँ एउटा एङ्गोमा राइड लागिसकिरहेछ हजुरहरूले हेर्नु सक्नुहुन्छ अनि कसैले मेरो प्यासेन्जर चाहिँ कता हुनुहुन्छ भन्ने कुरा हो टक्क लोकेसन चाहिँ यतै देखाइरहेछ यतै अगाडि हुनुहुन्छ होला सो चाहिँ प्यासेन्जर लिनु जाँदैछु अनि आजको भिडियो के कस्तो हुन्छ हामी हेर्दै जाऊँ है त गाइस लेट्स सी मैले चाहिँ अहिले भिडियो नबनाएको पनि निकै भइसकिरहेको थियो अस्ति गाउँबाट आएपछि बाइक बिग्रेर सो अनि आजदेखि चाहिँ फेरि काम गरिदिउँ जस्तो लागेर म चाहिँ निस्किसकिरहेको छु अनि मेरो प्यासेन्जरको लोकेसन चाहिँ सो यतै अगाडि देखाइरहेछ कता हुनुहुन्छ होला त मेरो प्यासेन्जर सो हेर्दै जाऊँ हामी यतै भन्नुभयो अनलाइन गरिदिनु हुने हो म्याम पसल हजुरको हो के हो ए पसल खोल्न आउनुभएको अहिले चाहिँ हुन्छ थ्याङ्क यू ल फाइनल्ली गाइज मेरो चाहिँ फर्स्ट राइड पनि कम्प्लिट भइसकिरहेछ अनि अब हामी सेकेन्ड राइड आएको लाग्छ भनेर हामी सेकेन्ड राइडको प्रतीक्षामा बस्छौँ है त गाइज ल म चाहिँ अब सेकेन्ड राइडको प्रतीक्षामा छु है त भन्दा पनि ठ्याक्कै आएछ 14 भने कता पर्यो यो यार के भयो फोन ह्याङ भयो त छ्या यस्तै हुन्छ खालि फोन ह्याङ भयो त गाइज तनाव भइहाल्यो नि अब फर्स्ट राइडमै फोन ह्याङ भइदियो त यार छ्या साइड लगिदिनु पर्यो म्याम हजुरलाई कुन साइड लगिदिनु पर्यो ए हुन्छ हस् ए हुन्छ यता अगाडि भन्नुभयो ल हुन्छ हस् अनलाइन गरिदिनु हुने हो हुन्छ हस् ए हुन्छ थ्याङ्क यू ल फाइनली गाइज मेरो चाहिँ यो राइड पनि कम्प्लिट भइसकिरहेछ अब कताको लाग्छ राइड हामी हेर्दै जानुपर्ने हुन्छ है त कुन ठाउँमा पऱ्यो यो क्याफे फाइनली मलाई चाहिँ अर्को राइड लागिसकिरहेछ गाइज अब म लिन जानुपर्ने हुन्छ है त